Hello everyone, this is Sonia Morsani from Muimandu and we are here to take an interview with the cast of Gangster Blues with beautiful Anna Sharma and handsome Asirman Shrestha. कतिको एक्साइटेड हुनुहुन्छ मुभी देखि म धेरै एक्साइटेड छु दिदी इट्स लाइक कति महिना भइसक्यो ट्रेनिङ गरेर आएको हैन अब बल्ल वर्कसप आज दिन सुरु हुन लाग्छ सो धेरै एक्साइटेड छु अनि कतिको प्रिपरेसन कस्तो चल्दैछ प्रिपरेसन धेरै राम्रो भइराछ त्यो एभ्रीडे मेहनत गरिरहेको छु हैन एभ्रीडे अब जिम जान्छु हैन डान्स क्लासेस हुन्छ मजा आइराछ एक्साइटेड पनि छु अनि लुक्स हेरेर लाग्छ त्यो ग्याङ्गस्टरको लागि नै प्रिपेयर गरे जस्तो हजुर दाढी साडी पालेर धेरै बिचमा ब्रेक भएको थियो after I did my first movie so it's like this is the time I've been really waiting for my next movie and of course Hemraj Dai is there and a lot of great actors I must say not yet after the movie but yes I'm very excited we're working very hard as a dekhi हाम्रो workshop सुरु हुन्छ so it's going to be great and I'm really excited अनि आफ्नो चाहिँ आउटकम चाहिँ कतिको दिन तयार हुन्छ आई मिन त्यो रिजल्ट चाहिँ मुभीको लागि आउटपुट you can say that after you watch the movie that's not is that something I say no of course 100% धेरै नै गर्छु हैन सबै त we've been prepared since the day we signed the movie and we've been working really hard as a देखिन्छ workshop start हुन्छ so we're mentally and physically emotionally prepared अनि क्यारेक्टरको त्यो के भन्नुहुन्छ कि अथवा आफ्नो के रोलमा कस्तो खालको भूमिका छ not yet sorry I cannot reveal that right now धेरै त भन्नु मिल्दैन यति मात्र भन्छु म जस्तो छु नि मान्छेमा त्यसको ठ्याक्कै अपोजिट छ सो डेब्यु मुभी गर्दाखेरि धेरै च्यालेन्जेस छ तर आम अप फर इट हजुर त्यति मात्रै भन्छु अब बेसी भन्दैन अनि त्यति मात्र ठ्याक्कै अपोजिट हजुर जस्तो म मेरो रियल लाइफमा पर्सनालिटी छ रियल लाइफमा भन्नु पर्यो ल रियल लाइफमा अब सेन्सिटिभ छु अन्डरस्ट्यान्डिङ छु अरूहरूको फिलिङ्स तर्फ so basically you're just telling them how your character is going to be in the movie but I'm not indirectly भन्नु नि त directly त भन्नु they're going to say oh Ashi is sensitive he's not sensitive in the movie Ashi is not they're going to know no basic चीज हजुर क्यारेक्टर हुनुपर्छ आफ्नो त्यो कतिको चाहिँ निभाउन सक्छु जस्तो लाग्छ झन् सक्छु अब च्यालेन्ज हो त्यही लाइक आई सेड हैन च्यालेन्ज हो तर आम अप फर इट हैन आफ्नो like she said 110% दिन्छु नो उसले 100 भन्यो मैले 110 भने okay ल infinity दिन्छु differences you have shared that real character को some differences हजुर के छ अब म धेरै भन्दिन अब त्यो दर्शकहरुले मुभी नै हेर्नुपर्छ त्यो म भन्यो भने अब के मजा थियो हैन रियल लाइफको भन्दा नि भयो नि त जस्तै सेन्सिटिभ भयो केयरिङ भयो न चलाक जस्तो अब त आफ्नो चाहिँ हुन्छ नि एक्चुअल त्यो बिहेभियर एटिट्युड के छ त्यो पनि त हुन्छ त्यही भने मैले अन्डरस्ट्यान्डिङ छु हैन सेन्सिटिभ छु केयरिङ छु एकदमै लभिङ छु अनि अन्त उसले स्टप गर्छ के मलाई Of course this movie is about it's a love story also it's the whole movie it's not entire like plot twist पनि yeah last मा उ मेरो सिस्टर हुन्छ रे हैन जोक गरे no but it's not a the typical cliche teenagers movie हुन्छ नि there's more to it than just a love story सबै ड्रामा थ्रिलर एक्सन everything you can imagine package सबै package अनि के आफुले चाहिँ एक्सपेक्ट गरेको थियो मुभी लाइनमा चाहिँ आउँछु भनेर म त्यति बेला स्कुलमा थिएँ हैन एन्ड जहिले पनि यही इन्डस्ट्रीमै आउन मन थियो एन्ड देन बिस्तारै कन्ट्याक्ट्सहरू आउँदै थाल्यो एन्ड अफर्सहरू आउन थाल्यो एन्ड देन ठ्याक्क ग्रेट रोल पनि सिद्धो एन्ड ठ्याक्क अफर पनि आयो सो पर्फेक्ट टाइमिङ भयो जस्तो हेर्नै पर्ने के जुन अडियन्सहरूले चाहिँ Ashi Renano no I'm kidding us and us हेर्नै पर्ने जस्तो अडियन्सले चाहिँ one of the most awaited movie नै हो नि त हजुर हजुर नो यस्तो हो यो मुभी यस्तो यंगस्टर्सहरू धेरै छिटो इन्फ्लुएन्स हुन्छ हैन नराम्रो कम्पनीहरुमा त्यसको बारे छ एन्ड देन सर्टेन चीजहरु त्यो बेसिकली टिनेजर्सहरु रङ ट्र्याकमा लाग्छ नि त
त्यसकै बारे हो भनौँ अनि अवेर पार्छ एन्ड देन सिकाउँछ पनि धेरै चिज सो त्यही बारे हो मुभी यसको मेनली फोकस टिनेजरलाई मात्रै No, it's Teenagers not like only that. teenagers. It's for. I think this movie. सबैजनालाई भन्नु Yeah. सबै एज ग्रुपहरूलाई बिकज ग्याङ्स्टरको त सर्टन एज हुँदैन नि त 20 मै ग्याङ्स्टर हुन्छ त हुँदैन नि एनी एजमा ग्याङ्स्टर हुनसक्छ एनी एजमा हामी नराम्रो सङ्गतमा पर्न सक्छ सो एनी एज ग्रुपलाई हो हजुर It's about life lessons and circumstances. Life ma ke choice dida timro, where do you go in life? It's all about that. And I think at the end of the movie, manchele it's like the movie not teaches you, but it awares you about something, and and that something is about life and decisions and love. सिचुएसन्सले कहाँ पुर्याइदिन्छ मान्छेलाई त्यस्तो त्यति हो इन्टरटेनमेन्ट विथ द मेसेजिङ होइन हजुर ओके I told you, it's a whole package. ओके थ्याङ्क यू सो मच Thank you so थ्याङ्क यू much. सो मच